विभिन्न पार्टीहरूको एक बेला हाली थियो। अझै पनि परिस्थिति डम्बाडोल अवस्था छ। अब यो खुला पार्टी भन्ने पार्टीहरूलाई हामीले वर्षौंसम्म पुर्यौं, वर्षौंसम्म हामीले विश्वास गर्यौं र पनि हामी सर्वसाधारण अथवा हामी भुइँ मान्छेहरूको निमित्त केही प्रगति उन्नति भएको देखिन्न। अब केही कुराहरू चाहिँ भएका छन्, तर हामी जस्ता भुइँ मान्छेहरूको निमित्त साँच्चै हुनुपर्ने कुराहरू भएन। सुकिला मुकिला अलि हट्टा कट्टा अलिक फुर्ती फाटी अलिक विवेक बढी चलाउन सक्नेहरूको हितको लागि हरेक भयो। हामीले यो हेर्यौं, यो देख्यौं। तर अब हामी हाम्रो समानान्तर अथवा हामी समानका मान्छेहरू नागरिकहरू कहाँ छौँ, हामी त्यही गोलबन्द हुनको निमित्त आज यो विशेष कार्यक्रममा हामी बुद्ध शान्तिवासीहरू विभिन्न पार्टी परित्याग गरेर यो श्रम संस्कृति पार्टीलाई आस्था राखेर यो पार्टीलाई मन पराएर हामी यो पार्टीको सिद्धान्तलाई अथवा यो श्रमलाई हातेमालो गर्नको निमित्त जति पनि यहाँ आज पार्टी परित्याग गरेर यो पार्टीमा प्रवेश गर्यौं, हामी पक्कै पनि हिजो अब भन्नै पर्दा हामी नयाँ पनि हैनौँ, हामी पुराना पनि हैनौँ। मेरो विचारमा राजनीतिमा पार्टीमा पुरानो र नयाँ हुन्छ जस्तो मलाई लाग्दैन। काम गर्ने जिम्मेवारी इमान्दारीपूर्वक वहन गरियो, पुरा गरियो भने त्यही नै हो। पुरानो पनि त्यही हो, नयाँ पनि त्यही हो। क्षमताको आधारले अब यहाँ भएका मध्येहरू सांसद हुन सक्ने, भोलि गाउँपालिकाको अध्यक्ष हुन सक्ने पनि यही छौँ। त्यसैले पार्टीले अघि सारेको सिद्धान्त र नीतिलाई सरासर पालना गरेर अगाडि बढ्ने हो। हामी सबै गोलबन्द भएर हामी सबैले हातेमालो गरेर यो धरतीलाई, यो समाजलाई परिवर्तनतिर लैजाने हाम्रो मुख्य उद्देश्य हो, हाम्रो मुख्य लक्ष्य यो हो। हामीले अब यो पार्टी अँगालेर पार्टीको नीति निर्देशनलाई पालना गर्नेछौँ। कहिले कहीँ कदापि आज जति पनि यहाँ प्रवेश गरेका नवप्रवेशीहरूले यो पार्टीलाई धोका दिने छैनौँ। छिटो भनेको वर्ल्ड लिंक